welcome back to my another vlog. आज हामी जाँदैछौँ टोकियो स्काई टावर हैन. So as you can see, अहिले चाहिँ हामी टोकियो स्काई टावरमा जाँदैछौँ आज र हामी आइपुगेका छौँ र आज चाहिँ टोकियो स्काई टावरको बारेमा यो डेफो ब्लगमा तपाईलाई देखाउनेछु. भिडियोलाई अन्तिमसम्म हेरेर इन्जोय गर्दै गर्नु होला है त. ओके लेट्स गो. So र हामी चाहिँ अहिले आइपुगेका छौँ हैन. त्यहीमै टक्क लाएर एउटा सार माथि गएर आज चाहिँ माथि टुप्पोमा चढ्ने प्लान गरेका छौँ होइन. सो वी होप हामीले चाहिँ राम्रो भ्यू देख्नेछौँ माथिबाट. तपाईँहरूले चाहिँ लाइन देखाउनेछौँ अन्तिम चाहिँ हेर्नु होला है त भिडियो. अहिले हामी छौँ 3जना टोकियो स्काई टावरको पेजमा होइन. अब चाहिँ हामी फेरि भ्यू देखाउने छौँ. त्यसको बाबु हामी चाहिँ चढ्न जाँदैछौँ अब स्काई ट्री होइन. एज यु क्यान सी यति धेरै मान्छेहरू छ होइन. सब गाडीबाट चढ्दैछ. सानो पनि आउँदैछ भोगाए बाबुलाई. Next up is the Tokyo Skytree Temple Deck, floor 350. Tokyo Skytree Temple Deck, floor 350. 早すぎる。ドアが開きます。指などを挟まれないようにご注意ください。足元の段差にご注意ください。के र हामी चाहिँ अहिलेसम्म 350 मिटर माथिको स्काई ट्रीमा छौँ होइन. सर लाएर एज यु क्यान सी द भ्यू फ्रम द स्काई ट्री टावर. यहाँ छोरी चाहिँ नि भोक लाएर होइन दुध खानको लागि कान्छीले चाहिँ मेहनत गरिरहेछ. हामी सेकेन्ड टप हो है. यो 350 मिटर टपमा पुग्न बाँकी छ है. माथि जानु बाँकी छ. यहाँबाट अझै माथि जानु बाँकी छ. अझै माथि जानेछ. भिडियो लिएर इन्जोय गर्दै गर्नु है त. दामी भ्यू देखिएको छैन. उता टाढा चाहिँ अनि क्लाउडी भएको कारणले गर्दा केही देखिएको छैन. सो अब चाहिँ हामीले चाहिँ माथि जानु लागेन. माथि गएर फेरि पनि दामी भ्यू देखिन्छ अपेक्षा गरेर त्यहाँ माथि गएर फेरि भिडियो निस्किन्छ. सो भिडियो लिएर इन्जोय गर्दै गर्नु होला है त. सो अब हामी जाँदैछौँ 450 मिटर माथि है. छान्नु अब माथि जाँदैछ 450 मिटर माथि है. नाचानु र
र फाइनली हामी चाहिँ टपमा आइसकेका छौँ होइन। दिस इज द भ्यू फ्रम द टप। र यहाँबाट देखिने नजारा चाहिँ यस्तो छ होइन। र हामी चाहिँ यहाँ टक्क यहाँ फोटो खिच्ने ठाउँमा चाहिँ एकछिन फोटो खिचिन्छ होइन। र फेरि पनि अझै उतापट्टि टन्न हिँड्ने ठाउँ छैन। यहाँ चाहिँ यस्तो दामी रहेछ होइन। र एकछिन चाहिँ टक्क लाएर यहाँ फोटो खिचिन्छ कान्छी ओके। र भर्खर चाहिँ हामीले फोटो खिचेर भ्याइ होइन। अब चाहिँ हामी अगाडि बढिन्छ। अब यतातिर के छ होइन। बाबु चाहिँ बल्ल शान्त भएको छैन अहिले होइन। अघि जाने कस्तो अरे कान्छीलाई भन है। अब चाहिँ एकदम हामी टप फ्लोरमा आइसकेको छौँ। सानो मान्छे त वा टप फ्लोरमा। रातिमा चाहिँ म पहिला आउनेवाला चाहिँ रातिमा आएको थिएँ होइन। रातिमा त होइन के अरे बेलुका आएर रात इभिनिङसम्मै बसेको थिएँ कि रमाइलो भएको थियो। सो माथिबाट चाहिँ दामी देख्दो रहेछ भ्यू होइन अझै होइन। रातिमा चाहिँ कस्तो हुन्छ नि यहाँ सबै लाइट हुन्छ कि सब लाइट यहाँ तल पनि लाइट बल्छ डेन्जर दामी देख्छ कि। माथि गएर चाहिँ सबै होइन घुमेर फर्किनु लाग्यो। अझ चाहिँ तल झर्न लाग्यो होइन। ओके गिफ्ट लिएर चाहिँ अब चाहिँ म फर्किँदैछु। फर्कियो होइन टक्क अब चाहिँ होइन हामी चाहिँ के हेर्न जाँदैछौँ म्याग्नेट हेर्न जाँदैछौँ होइन कस्तो छ ड्याङ्गल आएर।はい、ありがとうございます。बाबुको है फर्स्टमा दामी देखेको है। यो चाहिँ बाबु पेटमा हुँदाखेरि, यो चाहिँ बाबु 2 महिनाको हुँदाखेरि 2.5 महिना। यो चाहिँ बाबु जन्मिने बित्तिकै यो चाहिँ मन परेन यो सिलाएको एकदम सोचेको भन्दा पनि दामी भएन। सो आइ एम सो ह्याप्पी।
लिएर हामी चाहिँ आज यहाँ रामेन चुज गरियो होइन सर लाएर रामेन आइसकेको छ भोक लागिरहेको छ मान्छे इताबाकिमास र आजको ब्लग चाहिँ यहीँ अन्त्य हुन्छ आजको डे 4 ब्लग र खाइयो पचाइयो होइन सो थ्याङ्क यू सो मच फर वाच ब्लग सो अब भोलि चाहिँ फेरि हामी ओसाका फर्किने भनेको होइन फेरि त्यो बेला नै हामी ब्लग बनाउँछ किप वाचिङ द ब्लग बाई बाई एन्ड गुड मर्निङ ब्रो टुडे वी आर गोइङ ब्याक टु ओसाका हामी चाहिँ आज ओसाका फर्किँदैछौँ भने अहिले चाहिँ हामी बुलेट ट्रेन कुद्दै हो सो फाइनल्ली घर फर्किँदैछौँ कति बजी 1 महिनापछि लगभग 40-50 डेज पछि घर फर्किँदैछौँ भने घरको हालत कस्तो छ फेरि तपाईँलाई ब्लगमा देखाउने छु सो किप वाचिङ माई भिडियो टिल लास्ट बाबु पनि यहाँ छ होइन बाबुसँग हिँडिरहेको छ मलाई साथ दिइरहेको छ बिहान बिहानै बाबुलाई घिसारेर हिँड्दा हिँड्दा बाबु पनि थाकिरहेको छ के बुझ्छ बाबु के बुझेछ ओके सो लेट्स गो Chana, achoo, achoo. This one is not this सिरोसाकामा झरेको होइन यहाँ सिन्कान्सेनलाई बाई बाई गर्न लाग्यो होइन त्यहाँ सिन्कान्सेन यहाँ छँदैछ र फाइनली हामी घर आइपुगेका छौँ हाम्रो सामानभित्र छिरिसकेको छ र सानो खै स्माइल गरे आफ्नो घर आएको त स्माइल गरेर सानो ल देखाइदियो कान्छीको बेडरुम देखाइदियो ओके ल म तल सामान लिन जान्छ है बेग्ला Beside me, a businessman is sleeping. TV's playing, infomercial on.